नमस्कार साथी सब 10 hours later. गुड मर्निङ। आज हामी मासु बनाउन गइरहेको छौँ। Oh my god! Wow! तपाईँहरूले भनिरहनु मेरो साथीले मासु ल्याइसकेको छ किनेर। अब हामी बनाउँछौँ। मर मसला लिन जाँदैछौँ हामी। तपाईँहरू हेर्दै गर्नु। बुटवलमा एकदम धेरै घाम छ, एकदमै धेरै। साथी केही बोल्छौ? मासु बनाउन गइरहेको छौँ। साथी यार टाउको बहुत दुख्ने घाम छ यार, के गर्ने, गाह्रो छ। हिँड्नुपर्छ, मसाला किन्नुपर्छ। गर्मी छ बहुत धेरै, एकदम लाइफ धेरै इज घाम हार्ड। छ। बट टमाटरहरू लिन आइसकेको छौँ। प्याज लिएछौँ यहीँ, साथीले लिँदैछ। गाइज रुम पुगिसकेको छौँ हामी। हाम्रो रुम केटाहरूको रुम हो, मेरो त होइन। यहाँ मासु राख्यौँ, बनाउनुपर्छ जस्तो छ। लास्ट गर्मी छ जस्तो। र अहिले म देखाउँछु। यहाँ हेर्नु, यसलाई भन्छ करेला। नखाएपछि यस्तै हुन्छ कि सडिसकेको छ। अब फालिदिने होला नि। भाँडा माझ्दैछ साथी। सक्नुहुन्छ तपाईँहरूले सबै थोक काटेर रेडी। अदुवा, लसुन, प्याज, टमाटर, खोर्सानी। यहाँ साथीले पकाउँदैछ। एकदम ठुलो ठुलो पिस छ। अब यही हो, अब बन्दै गर्दै हेराउँदै गर्छु तपाईँहरूलाई, हेरिदिनु होला। ल गाइज, खाना आइसकेको छ। अब हामी खान्छौँ। यही सकिन्छ मस्त। साथीले पनि खाँदैछ। ल